सुनको दाम त अनि लास्टै माथि पुगिसक्यो त तर अस्ति नै अलिअलि भएको पैसा सुनमै लगानी गरेको हुन्छ सर केमा हेरिसौ हालिरहेछ रुटिङ अफ नेपाल बन्दले कति बढेछ 5700 बढेछ अनि तोलाको 1,81,100 ल अस्तिको पैसा यतै हाल्नु पर्थ्यो क्या खत्तम पनि अनि के गरिस् त तेरो पैसा चाहिँ भोला खाइहाल्यो नि भोला खाएर सकेको पैसा चाहिँ कति थियो भोला खाएर सक्ने पैसा चाहिँ कति थियो थियो नि कति थियो 30-40 रुपियाँ थियो होला केटाटेलाई त ल्यामी हानेर मार्दियो कि के हो 30 रुपियाँको किन्छ सुन